सजिलो कहाँ छ र मलाई पढ्न, किनकि म कुनै साधारण किताब होइन। म त्यस्तो किताब हुँ जहाँ अक्षरहरू देखिँदैनन् तर अनुभूतिहरू बोल्छन्। मलाई पढ्न आँखा मात्र खोलेर पुग्दैन, मलाई पढ्न मन खोल्नुपर्छ, किनकि मेरा प्रत्येक पृष्ठमा वाक्यहरू होइन, जीवनले दिएको चोटहरू लेखिएका छन्। कसैले मलाई मुस्कानबाट पढ्न खोज्छ, कसैले मेरो मौनताबाट, तर दुवै अधुरो हुन्छ, किनकि म त्यो कथा हुँ जसलाई आधा पढेर कहिले बुझ्न सकिँदैन। म धेरै पटक हाँसेको छु, तर त्यो हाँसो सधैँ खुसीको थिएन। धेरै पटक चुप बसेको छु, तर त्यो मौन कमजोरीको थिएन। म बोल्न सक्थेँ, तर मैले मौन रोजेँ, किनकि सबै सत्य शब्दमा अटाउँदैनन्। केही सत्य त मनभित्रै बाँच्न चाहन्छन्। म अनुभवबाट बनेको किताब हुँ, कल्पनाबाट होइन। मेरो हरेक अध्याय कुनै न कुनै बिछोडसँग जोडिएको छ, कुनै न कुनै अपेक्षाको अन्त्यसँग र कुनै न कुनै आफैसँगको सम्झौतासँग। मलाई पढ्न खोज्ने धेरै आए, तर धेरैले केवल कभर हेरेरै निर्णय गरिदिए। उनीहरूले बुझेनन्, सबै गहिरा कथा रङ्गीन कभरमा हुँदैनन्। म सरल देखिन्छु, तर मभित्र जटिलता छ। म शान्त देखिन्छु, तर मभित्र आँधीहरू गुज्रिएका छन्। म स्थिर देखिन्छु, तर मभित्र धेरै सपना ढलेका छन्। म आफैसँग धेरै पटक सोध्छु, के म बुझिन लायक छैन? तर फेरि आफैले जवाफ दिन्छु, सबैले बुझ्नु आवश्यक पनि छैन, किनकि मलाई बुझ्नेहरू थोरै भए पनि साँचो हुन्छन्। उनीहरू मलाई शब्दमा होइन, संवेदनामा पढ्छन्। म सम्बन्ध हुँ जहाँ हकभन्दा सम्झना गहिरो हुन्छ। म प्रेम हुँ जहाँ पाउनुभन्दा बुझिनु महत्त्वपूर्ण हुन्छ। मेरो पीडा नाटक होइन, मेरो मौन डर होइन, यो त आत्माले लिएको थकानको विश्राम हो। मैले आफूलाई सबैका लागि सजिलो बनाइन, किनकि म साँचो रहन चाहन्थेँ, र साँचो हुनु सधैँ सजिलो हुँदैन। सजिलो कहाँ छ र मलाई पढ्न, किनकि म शब्दहरूको किताब होइन, म त भावनाहरूको किताब हुँ, जहाँ हरेक अध्याय मन छोएपछि मात्र खुल्छ, जहाँ हरेक अर्थ अनुभव भएपछि मात्र बुझिन्छ। यदि तिमी साँच्चै मलाई पढ्न चाहन्छौ भने एकछिन रोक, मौन सुन, मन खोल, किनकि म पढिन चाहन्न, म त बुझिन चाहन्छु।